हेलो नमस्ते फेबुलो डस्टली वेलकम ब्याक टु माई युट्युब च्यानल डिएल ब्लग। सो गाइज आज 27 हो। मैले तपाईँलाई किन 27 भनेर डेट मेन्सन गरिरहेछु भने आज चाहिँ हामीले शाखा दवा बारेको टक्कै 1 महिना पुग्यो। आज होइन 25मा पुगेको थियो, तर चाहिँ त्यसको बादमा चाहिँ थर्सडे थियो। थर्सडे हामी ननभेज खाँदैन र आज चाहिँ फ्राइडे हो र आज चाहिँ हामीले ननभेज खानु भनेर सल्लाह गऱ्यो र यो शाखा दवा चाहिँ हामीले टक्कै 1 महिना भएको थियो बारेको। र म सधैँ चाहिँ म खालि बार्थेँ शाखा दवा, किनभने अब हस्बेन्ड पनि उता हुनुहुन्छ, पल्टनमा हुनुहुन्छ र नानीलाई चाहिँ मैले अब नबारोस् भनेको, किनभने अब ऊ जिम जान्छ र उसले मासु पनि खानुपर्छ अब है, चाहिन्छ नि त भनेर। तर उसले म पनि बार्छु यसपालि भनेर चाहिँ भन्यो र मैले पनि ठिकै छ, अब राम्रो कुरा हो यो बारेको, राम्रो हो भनेर चाहिँ अब मैले ठिकै छ बारौँ न भनेर दुईजना आमा छोराले बारेको थियो। सो गाइज हाम्रो 25मा टक्कै 1 महिना भएको थियो, कम्प्लिट भयो र आज चाहिँ हामी चाहिँ ननभेज खानु ल खाऊँ ल भनेर चाहिँ सल्लाह गरेको। र आज चाहिँ म आइएम गोइङ टु मेक चिकन करी र तपाईँलाई देखाउने छु। सो गाइज अब चाहिँ म मासु ल्याउनु झरेको तल, मासु यहीँ हाम्रो काकीकोमा पाउँछ तल बाटोमै छ, र त्यहाँ गएर चाहिँ म चिकन ल्याउँछु र आएर चाहिँ पकाउँछु। र गाइज म यहाँ छाता ओढिरहेको छु, किनभने यहाँ अब रेनी सिजन लाग्यो, रेनी सिजन लागेको छ र म चाहिँ यहाँ छाता ओढेर चाहिँ जाँदैछु। पानी हेभी परिरहेको छ। धन्न मासु ल्याउनु चाहिँ हामी टाढो जानु पर्दैन, यहाँ हाम्रो काकीकोमै पाउँछ र म चाहिँ त्यहाँ जान्छु र त्यहाँ गएर चाहिँ लिएर आउँछु र आएर चाहिँ पकाउँछु। कस्तो पानी परेको छ। दोकान चाहिँ ज्यादा टाढो छैन गाइज, यतै हो र जाँदैछु त्यहाँ गएर चाहिँ मासु सासु किनौँ र यहीँ हो, दोकान त ज्यादा टाढो छैन। र यहाँ गाडी आएको छ, एकछिन अब उठ्नु पऱ्यो नि पनि। हेर्नुहोस् है आज यस्तो भइरहेको छ। र यहाँ चाहिँ काकीको दोकान चाहिँ यतै हो, अगाडि हो। र काकी हालिदिनु भयो, यहाँ हो दोकान चाहिँ हाम्रो काकीको आमा। र यहाँ चाहिँ काकीले हालिदिनु भएको छैन रहेछ। यहाँ चाहिँ हेर्नुहोस् यी अहिले चाहिँ कम्ती पानी पर्दैछ, ज्यादा पानी परेको छैन, कम्ती पर्दैछ पानी चाहिँ, पर्नु चाहिँ पर्दैछ। हेर्नुहोस् यी पानी पर्दा साह्रै हिलो हुन्छ। यहाँ चाहिँ काकीको दोकानभित्र पस्दैछु। यहाँ चाहिँ हाम्रो आसु हुनुहुन्छ, कमिला आसु। गुड मर्निङ आसु। मासु ल्याउनु आउनु भएको ल। ए यहाँ चाहिँ हाम्रो आसुले एकदम डगीहरूको लागि, आफूले नखाए पनि डगीहरूको लागि चाहिँ एकदम एभ्रिडे मासु ल्याउनुहुन्छ, मासु किन्नु आउनुहुन्छ। र यहाँ काकीले स्टार्ट गर्नुभयो। काकी मलाई लेग पिस र छातीको ल। यहाँ चाहिँ काकीको दोकानभित्र, यहाँ चाहिँ हाम्रो नानाले पैसा गर्नु हुँदै रहेछ, कला नानाले। यहाँ हेर्नुहोस् न, तपाईँलाई देखाउँछु नि भरे कसले देखाएको भनेर यहाँ सोध्नु हुँदैछ साथीहरू। यस्तो मात्रै राम्रो देख्छु त हौ। हाई भनिदिनु न कला नाना, हाई भनिदिनुहोस् न, हाई भनिदिनु न। हजुर औँसीबाट बारेर चाहिँ टक्कै 1 महिना। मुन्टा चाहिँ कहाँबाट ल्याउनु भयो नाना? ए कलिलो होला है। यहाँ चाहिँ काकीले मोमो पनि बेच्नुहुन्छ। यहाँ चाहिँ काकीको दोकान। हजुर मेरो उसमा चाहिँ तपाईँले भिडियोमा जहिले पनि कमेन्ट चाहिँ गरिदिनुहुन्छ। थ्याङ्क यू सो मच आसुको है, आशीर्वाद सपोर्ट, फुल सपोर्ट छ आसुको, थ्याङ्क यू। हाम्रो गाउँ हेर्नुहोस् है, पानी परेर माया लाग्दो भइरहेको छ। मेरो घर यहाँबाट देखाउँदैछु तपाईँहरूलाई।
मलाई 200 को दिनुहोस् न काकी। छाती र लेग पिसको दिनुहोस् ल। प्रतीश आएको रहेछ यहाँ चाहिँ, मेरो जेठाजीको छोरा प्रतीश। आज काम गएन भाइ? आज काम गएन हामी। अब जान्न दियो तर। हाई भनिदेऊ न अन्त मेरो युट्युब च्यानलमा। हेर्नुहोस् है साथीहरू, मासु पनि दामी रहेछ आजको चाहिँ। अब चाहिँ मासु किनिसकेँ साथीहरू, घर जाँदैछु। अब चाहिँ स्टार्ट गरेको साथी हो। मैले यहाँ प्याज, लसुन, अदुवा र सुक्खा खोर्सानी अब यो ब्लेन्ड गर्नु आँटेको यो मासुको लागि। तर लु हेर्नुहोस् साथीहरू, रेडी भयो मेरो मसला। अझै आउँछ यसमा मसला, हेर्दै जानुहोस्। सक्नुहुन्छ साथीहरू, हेर्नुहोस् है अझै पनि यहाँ मासुबाट पानी निस्किरहेको छ। जबसम्म यो सुक्दैन तबसम्म चाहिँ म अरू मसला एड गर्दिनँ। सो त्यसको कारण चाहिँ तपाईँहरूलाई मैले भनिहालेँ। हेर्नुहोस् त अझै निस्किँदैछ पानी। अब हुनु त माछा पकाउने अब सबैको आफ्नो आफ्नै एउटा तरिका हुन्छ। र म चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ, म चाहिँ सिधै मरमसलाहरू हाल्दिनँ। पहिला चाहिँ तेल खराउँछु, त्यसको बादमा चाहिँ मासु हाल्छु। किनभने हामीले पहिला मरमसला हालेर मासु हाल्यो भने चाहिँ मासुबाट निस्केको पानीले डल्लै यो मासु खल्लो पार्छ र टेस्टलेस हुन्छ, टेस्टी हुँदैन। त्यसले गर्दा चाहिँ पहिला म तेल खराउँछु। मजाले तेल खराएर चाहिँ यो धुको मासुले चाहिँ मजाले यसरी हाल्छु। यसरी हालेर चाहिँ यसलाई एकदम हाफ कुक गर्छु। अन्त खालि अब यहाँ मैले बनाएको अघि ब्लेन्ड गरेको मसला, यो के भन्छ प्याजहरू, अन्त मेरो अरू ड्राई स्पाइसेसहरू म हाल्छु। त्यसले गर्दा चाहिँ यस्तो हुन्छ। नत्र चाहिँ पहिल्यै हामीले मरमसला हालिदिएर मासु हाल्यो भने चाहिँ एकदम खल्लो, त्यहाँबाट मासुबाट पानी निस्किन्छ, त्यहाँबाट मसला त्यो एकदमै मिठो लाग्दैन मलाई चाहिँ। हुनु चाहिँ तपाईँहरूको पनि आफ्नो आफ्नो तरिका होला बनाउने। मेरो तरिका चाहिँ यो छ। र हेर्दै जानुहोस्, देख्नु सक्नुहुन्छ। हेर्नुहोस् यहाँ मासुको चाहिँ पानी निकै सुकिसक्यो। अब चाहिँ म यो ब्लेन्ड गरेको यो जुन चाहिँ अब तपाईँको अगाडि देखाएँ मैले के ब्लेन्ड गरेँ भने त्यो चाहिँ म हाल्नु गइरहेको छु। अब चाहिँ यसलाई फेरि एकछिन यो ब्लेन्ड गरेको यो जुन चाहिँ मैले यहाँ हालेँ यसलाई चाहिँ फेरि एकछिन एकसँग पाक्नु दिनुपर्छ। एकछिनमा चाहिँ म ड्राई मसला हाल्छु। यो प्याजको चाहिँ मेन चाहिँ मलाई के मनपर्छ भने प्याजको ग्रेभी चाहिँ राम्रो बस्छ। त्यसले गर्दा चाहिँ म प्याज चाहिँ ज्यादै हाल्छु। टमाटर चाहिँ लास्टमा हाल्छु म। अब चाहिँ म यसमा यो ड्राई मसला हाल्दैछु मिक्स गरेको। यो ड्राई मसला हालेर बिस्तारै चलाउनुपर्छ यसरी। र तपाईँलाई थाहा छ मैले नुन हालेको छुइनँ यसमा। अब चाहिँ म नुन हाल्छु। अब चाहिँ म यसमा नुन हाल्छु। नुन चाहिँ अब आफ्नो टेस्ट अनुसार हाल्नुपर्छ। म ज्यादा खाँदिनँ नुन, त्यसैले गर्दा ठिकैको हालेको। अब यसलाई यसो चलाएर ढकनी लगाउनुपर्छ, पाक्नु दिनुपर्छ। टमाटर हालिदिएँ र यो निकै कालिँदै पनि रहेछ। अब चाहिँ यसलाई म एकदमै सानो फ्लेममा पकाउँछु। यसलाई चाहिँ म सानो फ्लेममा पकाउँछु।
चाहिँ साथीहरू पाक्नु आँट्यो। अब लास्टमा चाहिँ म यो गरम मसला हाल्छु। फाइनली साथीहरू मेरो चिकन करी रेडी भयो। हेर्नुहोस्, अब चाहिँ म यो ग्यासको फ्लेमलाई ग्यासै मार्छु, अफ गर्छु। सो साथीहरू, तपाईँहरूलाई आजको मेरो भ्लग कस्तो लाग्यो? मलाई आशा छ कि तपाईँहरूलाई आज मेरो भ्लग मन पर्यो होला भनेर। यसरी नै मेरो च्यानललाई मलाई माया गरिरहनुहोस् र तपाईँको फिडब्याक पनि जरुरी छ र तपाईँको फिडब्याक पनि दिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। फेरि पनि नयाँ भ्लगको साथमा तपाईँहरूको अगाडि चाँडै आउनेछु। टिल देन बाई बाई।